एभलिस फाउन्डेसनको सहयोगमा राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा निर्मित साङ्केतिक भाषा भिडियो सामग्री। सबैलाई नमस्कार। महासङ्घले एभलिस फाउन्डेसनको सहयोगमा बहिरा नागरिकहरूका लागि सूचना सञ्चार र डिजिटल प्रविधिमा विभिन्न पहुँचयुक्त जानकारीमूलक र सूचनामूलक भिडियोहरू प्रसारण गरिरहेको छ। यस एपिसोडमा म तपाईहरूलाई HIV एड्सको बारेमा जानकारी दिँदैछु। यस सूचनाको लागि म रवितालाई अनुरोध गर्दछु। HIV एड्स बारे जानकारी। HIV भाइरसले शरीरको रोगसँग लड्ने शक्ति कमजोर बनाउँछ। HIV को लामो समयसम्म उपचार नगरे एड्स लाग्छ। HIV एड्सका लक्षणहरू: बारम्बार ज्वरो आउनु, शरीरको तौल घट्नु, लामो समयसम्म खोकी लाग्नु, लामो समयसम्म पखाला लाग्नु, अत्याधिक थकान महसुस हुन्छ, छालामा दाग वा घाउ देखिन्छ। HIV कसरी सर्छ? असुरक्षित यौन सम्पर्कका कारण, संक्रमित व्यक्तिको रगत अथवा सुई प्रयोग गर्दा, HIV संक्रमित आमाबाट बच्चा जन्मेमा, HIV संक्रमित आमाले बच्चालाई स्तनपान गराएमा। HIV एड्स कसरी सर्दैन? HIV संक्रमित व्यक्तिको थुक, पसिना र आँसुबाट सर्दैन। HIV संक्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुँडा र लुगाबाट सर्दैन। HIV संक्रमित व्यक्तिसँगै सुत्दैमा सर्दैन। जुठो खानाबाट HIV सर्दैन। सँगै पौडी खेल्दा HIV सर्दैन। HIV संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टे वा किराले अरूलाई टोक्दा सर्दैन। HIVबाट बच्ने उपायहरू: सुरक्षित यौन सम्पर्क गर्ने, यसका लागि कन्डमको प्रयोग गर्न सकिन्छ। अरूले प्रयोग गरेको सुई अथवा ब्लेड प्रयोग नगर्ने, संक्रमित व्यक्तिको रगत प्रयोग नगर्नु, गर्भवती महिलाले परीक्षण गर्ने, सचेत रहनु र जाँच गराउने, शङ्का लागेमा परीक्षण गर्ने। सबैजना HIVबाट सुरक्षित रहनु। धन्यवाद। यो भिडियो हामीले एभलिस फाउन्डेसनको सहयोगमा निर्माण गरेका हौँ। तपाईलाई यस भिडियोबाट महत्त्वपूर्ण जानकारी पाउनुभयो होला। साथै तपाईले हामीलाई सल्लाह सुझाव पनि दिनुहोला। अर्को एपिसोडमा थप जानकारीमूलक सामग्री लिएर आउनेछौँ। धन्यवाद।